नमस्कार। वीरगंज को मुख्य सड़क होस् या सहायक सड़क जेब्रा क्रसिङ को बारेमा आज हामी कुरा गर्छौं। वीरगंज को पावर हाउस देखि मितेरी पुलसम्म सवारी साधनहरूको चाप निकै हुन्छ। बिहानदेखि बेलुकासम्म माइक्रोबस, इभी र अटो रिक्साहरूले विभिन्न सवारीहरू लिएर आवत जावत गरिरहेको दृश्य तपाईले देख्नुहुन्छ। पैदल यात्रुहरूलाई बाटो क्रस गर्नको लागि बनाइएको जेब्रा क्रसिङ जुन मलाई लाग्छ त्यो रोड बनेको समयमै त्यो रंगाइएको होला र अहिलेसम्म पनि त्यही अवस्थामा रहेको छ। पैदल यात्रुहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जानको लागि जेब्रा क्रसिङको प्रयोग गर्न अस्पष्ट रूपले लगाइएको चिन्हहरू, रङहरू धेरै ठाउँमा मेटेको अवस्थामा हामीले फेला पारेका छौं। चाहे माइस्टार होस् अथवा आदर्श नगर होस्, यस्ता विभिन्न चौक चौकमा लगाइएको जेब्रा क्रसिङहरू अथवा सहायक बाटोमा लगाइएको जेब्रा क्रसिङहरू त्यो अवस्थामा रहेको छ जुन हामीले विलीन हुने अवस्थामा देखिएको छौं। पछिल्लो समय परेको पानीको कारणले गर्दा पनि धेरै ठाउँमा जेब्रा क्रसिङहरू पानीबाट छोपिएको अवस्था छ। समय समयमा जेब्रा क्रसिङलाई स्थानीय निकाय, ट्राफिक व्यवस्थापन र महानगरपालिकाको सक्रियतामा गर्नुपर्ने व्यवस्थापन हुन नसक्दा धेरै ठाउँका जेब्रा क्रसिङहरू अहिले विलीन हुने अवस्थामा छ। यसप्रति ट्राफिक व्यवस्थापनले, ट्राफिक प्रहरीले केवल सवारी साधनको चिट काट्नु, कागजपत्र चेक गर्नु मात्र दायित्व होइन। ट्राफिक लाइट, ट्राफिक व्यवस्थापन, ट्राफिक प्रयोग गर्ने जेब्रा क्रसिङलाई पनि ध्यान दिन जरुरी देखिन्छ। दुर्घटनाको न्यूनीकरण गर्नको लागि ठाउँ ठाउँमा चौक चौकमा लगाइएको ट्राफिक संकेतहरू, ट्राफिक चिन्हहरू र जेब्रा क्रसिङको अवस्था वीरगंजमा अहिले दयनीय अवस्थामा पुगिसकेको छ। तर केवल सवारी साधनको कागजपत्र चेक गर्नु, बुल बुक लाइसेन्स चेक गर्नु र चिट काट्नु मात्र ट्राफिक प्रहरीको दायित्व होइन। यस्ता संकेतहरू, यस्ता चिन्हहरूलाई पनि समय समयमा रंगाउनु र व्यवस्थापन गर्नु पनि जरुरी देखिन्छ। त्यसैले वीरगंजमा रहेका अभियन्ताहरू, महानगरपालिका, वार्डले पनि साथै ट्राफिक प्रहरीले पनि यस्ता संकेतका चिन्हहरूलाई व्यवस्थापन गर्न जरुरी देखिन्छ। नत्र घटनाको न्यूनीकरण गर्नुको साटो बढ्न पनि सक्ने सम्भावना देखिन्छ।